उपयोगी छ भन्दाखेरि थोपा सिँचाइ योजनामा भने हामीलाई त्यो थोपा पानी जुन ड्रिप इरिगेसन भनिन्छ अङ्ग्रेजीमा, त्यो जुन दिँदाखेरि एउटा त मान्छेले गएर जुन हाल्नु पर्थ्यो त्यो तरिका पनि धेरै मान्छे पनि लाग्ने, त्यो मान्छे पनि कम लाग्छ। अनि अर्को कुरा चाहिँ के छ भन्दा थोपा सिँचाइ योजनामा सँगसँगै त्यो थोपा गरेर दिँदाखेरि पानी मात्रै होइन, हामीले त्यसबाट त्यो ट्याङ्कीबाट त्यो थोपा दिनका लागि हामीले लिक्विड जस्तो युरिन पिट के अरे गाईको पिसाबलाई पनि गौत पनि हामी त्यो ट्याङ्कीद्वारा ड्रिप इरिगेसनमा लगाउन सक्छौँ। अनि अर्को कुरा चाहिँ के छ भने हातले पानी हाल्दाखेरि हाम्रो जरा पल्टिने, बिग्रिने, कतिवटा फलमा खासै त्यो चाहिने प्लान्टलाई पानी पुग्दैन थियो। तर ड्रिप इरिगेसनले चाहिँ उसलाई टक्कै तल मुख जरादेखि सबै सर्वाङ्ग भेट्ने गरेर तिर्खाएको मान्छेले घटघट पानी खाए जस्तै तरिकाले त्यो प्लान्टले पानी पाउँछ ड्रिप इरिगेसन। अनि सँगसँगै मलाई भारत सरकारको योजनामा दिएको एउटा यो ड्रिप इरिगेसन त भयो, सँगसँगै स्प्रिङ्कल भन्छ, स्प्रिङ्कल पनि यो यति उपयोगी छ ताकि उम्रेको पानीबाट पाइपद्वारा ल्याएर हामीले त्यो स्प्रिङ्कल राखेर ट्याङ्कीमा जम्मा गरेर ट्याङ्कीबाट पाइप ल्याएर त्यो स्प्रिङ्कलमा लाउँदाखेरि स्प्रिङ्कलले पनि आफ्नो एरिया हलको मेलो बारी सिँचाइ गरिदिन सक्छ। यो पनि भारत सरकारको योजनामा मैले पाएको पनि छु। र मैले मात्रै होइन, गाउँमा प्राय किसानहरूले यो चिज पाएको पनि छ। र जुन जति यो हामीलाई अहिले सिँचाइ गर्ने भारत सरकारद्वारा प्रधानमन्त्रीको योजना अन्तर्गत हामीले पाइरहेका छौँ, त्यसमा किसानको यति साह्रो बचत, समयको पनि बचत, मान्छेको पनि बचत, अनि किसानलाई फाइदा हुने यो थोपा सिँचाइ योजना मैले चाहिँ म एउटा किसान भएकोले भेटेको छु। अनि सँगसँगै अर्को कुरा के छ भने त्यो थोपा सिँचाइमा अझ धेरै हामीले गर्नुपर्दा मोटर लगाएर पनि ट्याङ्की दिएको छ, मोटर दिएको छ। त्यो मोटरद्वारा अझ धेरै अरू त्यही जमिनलाई अझ धेरै जमिनमा पनि लगाउनुपर्छ भने जुन सिन्ट्याक्सहरू दिएको छ पानीको लागि जम्मा गर्ने, त्यो भारत सरकारको योजना अन्तर्गतकै कुरा हो। र त्यो ट्याङ्कीबाट जुन हामी इलेक्ट्रिक लगाएर मोटर लगाएर फेरि सिँचाइमा जब लग्यौँ भने अघि अलिकति कम्ती जमिनमा सिँचाइ हुँदै थियो भने मोटरद्वारा चाहिँ धेरै जमिनमा सिँचाइ गर्न सकिन्छ। कम्ती पानीले कम्ती पानीले धेरै खाली बिरुवालाई मात्रै त्यो पानी पाउन सक्छ। बाँकी त्यो झारपातले चाहिँ त्यो पानी खान पाउँदैन र झारपात पनि त्यति बढेर आउन सक्दैन। र यस्तै यो छ। अनि जुन अहिले किसानको लागि त जिआई ट्याङ्क पनि दिएको छ हामीलाई। जिआई ट्याङ्कमा त्यो प्लास्टिक हालेर, ब्लडर हालेर त्यो टाढाबाट पानी भारत सरकारले नै यसको योजना गरेर यो बागबानी सम्बन्धमा गरिने खेतीका लागि टाढाबाट पानी ल्याएर ट्याङ्कीमा जमाएर 50,000 लिटर, 30,000 लिटर, 20,000 लिटर यी च्यादरका ट्याङ्क पनि इस्यु गरिएको छ गाउँतिर। र यसमा पनि के छ भन्दाखेरि विन्टरमा त पानी कम्ती हुन्छ, त्यो टाढाबाट पानी आएर त्यो ट्याङ्कीमा जब स्टक भएपछि हामीले हिउँदे फसल का लागि जब विन्टरमा पानीको अलि अभाव हुँदा त्यो पानीहरू जमाएर खेती गर्ने पनि हाम्रो एउटा चलन छ। अनि भारत सरकारले फेरि अर्को के गरेको छ भने हामीलाई माटो खनेर, खाडल खनेर त्यो प्लास्टिक ट्याङ्क फेरि प्लास्टिक बिछ्याएर कृषि विज्ञान केन्द्रद्वारा त्यो माटो खनेर खाडल गरेर त्यो प्लास्टिक बिछ्याएर प्लास्टिक पोखरी परेको पानीलाई त्यहाँ जम्मा गराउने र वाटर हार्भेस्ट पनि भनिन्छ त्यसलाई, त्यो गरेर राखेर त्यो विन्टरमा जब पानीको अभाव भयो भने त्यो पानी पनि हामी खेतीमा लगाइराखेको छौँ अहिलेसम्म।
र यस्तै यस्तै जो जति बागबानी खेती गर्नुको लागि चाहिँ हामीलाई यो जति पनि सिँचाइ दिएको छ यो प्रचुर मात्रामा फार्मर्सहरूको किसानहरूको लागि चाहिँ एकदमै उपयोगी छ। र यो जुन के अरे सिन्ट्याक्सबाट जम्मा गरिएको सिन्ट्याक्सबाट भएर आएको पानी र जम्मा भएकोलाई भरे ड्रिपबाट लगेर जुन गरिन्छ त्यसको चाहिँ हाम्रो किसानहरूलाई ड्रिपको जतिको फाइदा चाहिँ हातले हालेर चाहिँ कहिले हुनेवाला छैन। हजुर बर्खामा चाहिँ के हुन्छ भनेदेखि अब पानी पर्छ मान्छेले के भन्छन् भनेदेखि कति पानी परेको वाक्कै भइसक्यो भनेर भन्छन्। हजुर तर यो पानी जोगाउनु पर्ने त भन्दैनन्, हजुर कसैले मात्रै भन्छन् होला है। हजुर अब त्यो पानी चाहिँ अब जमिनमा सोचिनु पर्ने। आजकल त अब यो घरहरू यो सिमेन्टेड घरहरू छ कति है, अनि हाम्रो त भिरालो जमिन छ, पानी त माथि माथि कुदेर त जान्छ हजुर ओह्रालो र खोलामा जान्छ, खोलाबाट नदीमा जान्छ, त्यहाँ त पानी छँदैछ। हजुर तर हामीलाई त जमिनमा पानी सोचेर माथि पानी सोचेर तल उम्रिनु पर्ने खासमा चाहिँ हजुर त्यो भएको छैन। अब मैले चाहिँ हजुर अब एउटा सानो उदाहरण है, मैले पनि अब रेन वाटर हार्भेस्टिङ ट्याङ्की राखेको छु। हजुर अब त्यसमा त कति जमिन छ भन्ने कुरा आउँछ है, हामीलाई लाख लाख लिटरको चाहिन्छ। हजुर र हामी चाहिँ के भन्दैछौँ भनेदेखि अब सरकारको योजना पनि आउनुपर्ने। तपाईँले 2 तला बिल्डिङ बनाउनु पर्ने छ भने 1 तला बिल्डिङ बनाउनुहोस्, 1 तलाको पैसा चाहिँ कङ्क्रिट सिमेन्ट अन्डरग्राउन्ड र पानी जम्मा गर्ने बनाउनुहोस्। हजुर यो 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 स्किम छ कि भारत सरकारले केही राखिदिनुहुन्छ होला। हजुर यो राखिदिएदेखि त हेर्नुहोस् हाम्रो जुन छतबाट जुन बगेर गएको पानी छ यो पानी चाहिँ हामी जम्मा गरेर परेको बेलामा जम्मा गरेर राख्यौँ भने दुःखमा भनौँ पानीको अनिकाल हिउँदोमा त्यति बेला चाहिँ हामीलाई एकदमै फाइदा हुन्छ। जुन कुरो अहिले तपाईँले मलाई एउटा कुरा सोध्नुभयो, जुन चाहिँ पानी रिचार्ज वाटर रिचार्जको लागि चाहिँ जस्तो जङ्गल अब हाम्रो के अरे भिर जमिन छ बगेर जान्छ, जाँदा जाँदा भरे खोलैमा पुग्ने हो त्यो पानी भन्ने पानी रिचार्ज पनि गर्न सकिन्छ। किनभने लाम्चेबुङमा मैले देखेको छु, लाम्चेबुङ क्षेत्रमा पानी रिचार्ज गरेको कि माथिबाट जुन एउटा कुवा बनाएर त्यो कुवामा चाहिँ एक खाल्डा जग्गा जग्गा बनाइदिएको थियो, त्योबाट परेको पानीहरू चाहिँ एक प्रकारले जमिनमा चार्ज भएर चाहिँ उँधो चाहिँ त्यो पानी उम्रेको पनि एकदमै छ। अहिले भारत सरकारले यो नाम्चेबुङ क्षेत्रमा यो गरेर एउटा सक्सेस भएर सफल भएर गएको पनि छ एकदमै छ। र अब 1 बाल्टी पानी छ घोप्ट्याउनु पर्ने छ भनेदेखि चाहिँ म चाहिँ नालीमा घोप्ट्याउँदिनँ, जमिनमा घोप्ट्याउँछु। म होइन कुरा त त्यो जुन जति हाम्रो अब पानी वेस्टेज पानी जान्छ नोक्सान भएर जाने पानी पनि हामीले जम्मा गरेर एक जग्गा राखेर फेरि त्यो खेतीलाई सब्जीलाई केहीलाई चलाउन हामी सक्न चाहिँ सक्छौँ। अब जस्तै प्लास्टिकको बोतलहरू पानी खाएर फ्याँकेको हुन्छ जतासुकै। अब हुन त मान्छेले के भन्छ, अब यो प्लास्टिक बोतलमा जम्मा गरेर कतिले पुग्छ भन्ने हुन्छ। तर तपाईँले भने जस्तो पर ड्रप मोर क्रप भनेर भन्ने छ, भन्ने कुराहरू छ। थोपाको महत्त्व छ। थोपा बटुल्दा बोतल हुन्छ, बोतल बटुल्दै जाँदा ड्रम हुन्छ, ड्रम बटुल्दै जाँदा धेरै ड्रम धेरै ग्यालन भरिएर जाने यो हुन्छ। तर पानी जुन चाहिँ यो के अरे त्यो गोष्ठीमा हामी जाँदा पानीलाई चाहिँ यो तरिकाले तपाईँहरूले सङ्कलन गरेर जम्मा गरेर यस्तो एउटा तालिमै जस्तो हामीलाई दिएको छ। र त्यो तालिम अन्तर्गत हामी त्यसमा आएर विभागीय कर्मचारीहरूले हामीलाई यो तरिकाहरू